यहाँ हार्दिक आमन्त्रण गर्न चाहन्छु। धेरै धेरै धन्यवाद छ विनायक शाह सर, यो समझदारी पत्र कार्यान्वयनको लागि हो है विनायक सर, समझदारी पत्र कार्यान्वयनको लागि हो। धेरै धेरै धन्यवाद छ। रवि सिंह अध्यक्ष हुनुहुन्छ नेपाल निर्माण व्यवसायी महासङ्घका। अघि नै मैले सम्माननीय प्रधानमन्त्रीज्यू भनेको थिएँ 20 लाख जनशक्ति चाहिन्छ अरे दक्ष उहाँहरूलाई निर्माणको लागि। 4-5 लाख पनि छैन अहिलेसम्म, त्यो पनि 5-6 लाख पनि छिमेकी देशबाट ल्याउनुपर्छ भनेपछि देशभित्रै रोजगारी सृजना गर्न सक्यो, राम्रा दक्ष जनशक्ति उत्पादन गर्न सक्यो भने पक्कै पनि हामीले ठुलो फड्को मार्न सक्छौँ आर्थिक क्षेत्रमा। यो यहाँहरूलाई म निवेदन गर्न चाहन्छु। त्यस्तै गरेर अब यसपछि म नाडा अटोमोबाइलबाट एसोसिएसन अफ नेपाल, यो नाडाको तर्फबाट हाम्रो अध्यक्ष करण चौधरी हुनुहुन्छ। म उहाँलाई तयारी अवस्थामा रहनको लागि पनि हार्दिक अनुरोध गर्दछु। अटोमोबाइल एसोसिएसन अफ नेपाल नाडा र एनएबिटीबाट पनि एमओयू साइन गएको छ र म हाम्रो करण चौधरी सर जो खास गरेर नेपालको अटोमोबाइल क्षेत्रमा एकदमै युवा जागरुक प्रतिष्ठित व्यक्तित्व हुनुहुन्छ र यहाँहरूले खास गरेर आन्तरिक रोजगारी सृजना गर्ने सन्दर्भमा यहाँको भूमिका असाध्यै महत्त्वपूर्ण रहेको छ। त्यही रूपमा अगाडि बढाउनु होला र आन्तरिक रोजगार प्रवर्धन गर्नको लागि निजी क्षेत्रको भूमिका असाध्यै महत्त्वपूर्ण हुन्छ। त्यसकारण सरकारले निजी क्षेत्रसँग यसरी सहकार्य र समझदारी पत्र अगाडि बढाइरहेको छ र म करण चौधरी सरलाई पनि हार्दिक आमन्त्रण सँगसँगै गर्छु र हाम्रो नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहज्यूलाई पनि धेरै धेरै धन्यवाद छ। यो समझदारीले तपाईँहरूलाई अगाडि बढ्न थप मद्दत गर्छ भन्ने लागेको छ र अब यसपछि हामीले अटोमोबाइल एसोसिएसन अफ नेपाल नाडा र त्यस्तै गरेर एनएबिटी बीच, एनएबिटी राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान एनएबिटी बीच जुन समझदारी पत्रमा अहिले हस्ताक्षर भइरहेको छ र यो हस्ताक्षर पछाडि खास गरेर नेपालको अटोमोबाइल क्षेत्रमा जुन खालको जनशक्ति हामीले उत्पादन गर्नुपर्नेछ, तालिम दिनुपर्नेछ, त्यही खालले चाहिँ सिलेबसहरू तयार गरेर अगाडि बढ्नुपर्नेछ। निकट भविष्यमै नेपालमै रोजगारी र आत्मनिर्भर नेपाल बनाउने कुराहरूमा तपाईँहरूको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने लागेको छ। म अब यसपछि नेपाल तयारी पोसाक उद्योग सङ्घ उहाँको त्यसको चाहिँ नि अध्यक्षज्यूलाई तयारी अवस्थामा रहनको लागि म हार्दिक अनुरोध गर्दछु र खास गरेर उहाँहरूसँग हुने हाम्रो समझदारी भनेको तयारी पोसाकको यो पेसामा तालिम र रोजगारी प्रदान गर्ने विषयमै उहाँहरू रहेको छ। म करण चौधरी सरलाई फेरि पनि बधाई, धन्यवाद र शुभकामना भन्न चाहन्छु। यो समझदारी पत्र लगिराख्दाखेरि कम्तीमा परिणाम सहितको पछि देख्न पाइयोस्, यो अनुरोध गर्न चाहन्छु। म अब नेपाल तयारी पोसाक उद्योग सङ्घका अध्यक्ष पशुपति देव पाण्डे सरलाई हार्दिक आमन्त्रण गर्न चाहन्छु। उहाँहरूसँग यो तयारी पोसाकको पेसामा तालिम तथा रोजगार प्रदान गर्ने सन्दर्भमा समझदारी पत्रमा हस्ताक्षर हुँदैछ। यो हस्ताक्षर पनि अर्को महत्त्वपूर्ण रहेको छ। हामीले के बुझ्नुपर्छ भनेदेखि खास गरेर उत्पादन र उत्पादकत्व बढाउनको लागि उद्यमशीलता बढाउनै पर्छ र यो उद्यमशीलता बढाउने भन्ने कुराहरू कृषिबाट उद्योग हुँदै र यस्ता खालका औद्योगिक क्षेत्रहरूमा स्किलफुल मेन पावर र जब अपर्च्युनिटी त्यो असाध्यै महत्त्वपूर्ण छ र हामीलाई जानकारी छ। यो समझदारी पत्रमा हस्ताक्षर गरिराख्दा अघि मैले हाम्रो एफएनसिसिआईको अध्यक्ष चन्द्र ढकाल सरसँग सोधेको थिएँ, कति छ त निजी